Come, let's make चटपट with me. Hey everyone, this is सृजना पौडेल अनि आज चाहिँ मैले एकदम मिठो टक्क परेको चटपट बनाउँदैछु। फर्स्टमा त मैले सबै कुरा रेडी गरेँ अनि एउटा बाटा लिएर त्यसमा दुईवटा वाइवाई चाउचाउ राखेँ अनि त्यसपछि मैले बदाम राखेँ, केराउ राखेँ, उसिनेको आलु राखेँ, प्याज राखेँ, गाजर राखेँ, हरियो खुर्सानी राखेँ, टमाटर राखेँ, धनिया राखेँ अनि काँक्रो राखेँ। त्यसपछि चाहिँ मैले 2 कचौरा भुजा राखेँ अनि त्यसपछि मैले चाउचाउको सुप राखेँ अनि मसँग चाहिँ करेन्टको सुप थियो अनि मैले त्यो पनि राखेँ अनि अमिलोको लागि चाहिँ मैले कागती राखेँ अनि चुक पनि राखेको छु अनि पछि मैले त्यहाँ चाहिँ थोरै तेल पनि राखेँ अनि सबै कुरा राम्रोसँग मिक्स गरेँ अनि हेर्दा नै कस्तो यम्मी देखेको छ अनि मैले त्यो चाहिँ नानीलाई टेस्ट गर्न दिए कस्तो छ भनेर अनि शी वाज लाइक मिठो छ भाउजू अनि मेरो सानो बच्चाले पनि एउटा भुजा खाइरहेको थियो उसले पनि यम्मी छ भन्यो अनि मैले पनि टेस्ट गरेँ मिठो भएरै छ। त्यही हो हजुरहरू पनि ट्राई गर्नु होला। बाई बाई।